यो गन्ना चाहिँ आजै काट्नु भएको छ दाइले। यो गन्नाको नाम के छ दाइ? 38 038 15038 यो गन्नाको नाम रहेछ। 038 नहीं यहाँ की 338 है। कति? 238 0238 यो गन्नाको नाम रहेछ। हेर्नुस् त यो गन्ना कति मोटो र कति एकदमै हाइटी गन्ना रहेछ। समथिङ यो 18 फिट भन्दा 22 फिटसम्म गन्ना रहेको छ। यो दाइ यो गन्नाको वेट कतिसम्म हुन सक्छ? यो एक गन्ना 4 किलो 4 किलोको है? हजुर 4 किलोको। मोटो त एकदमै राम्रो, एकदम लामो पनि रहेछ है। यो गन्ना चाहिँ कहिले लगाउनु भयो थियो? कुन महिनामा? यो दोस्रो जेनेरेसन भइसक्यो यो। दोस्रो जस्तै एकचोटि लगाएर तपाईले चाहिँ मिल पुगाइसक्नु भयो है? यो दोस्रो चोटि कि तेस्रो चोटि हो? यो दोस्रो चोटि हो। दोस्रो चोटि है। गन्ना त एकदम राम्रो छ। अनि यो गन्ना लगाउँदाखेरि फर्स्टमा के गर्नुभएको थियो दाइ? मैले बिउ बनाएर लगाएको हो। बिउ बनाएर है? अनि बिउ बनाएर कति दिनपछि रोप्नु भएको थियो गन्नालाई? यो 25 दिनपछि। 25 दिनपछि लगाउनु भएको थियो है? हजुर। तर यो विधि चाहिँ तपाईँ पहिला पनि लगाउनु हुन्थ्यो कि अहिले मात्र चाहिँ यो विधि लगाउनु भएको छ? मैले पहिला पनि लगाएको हो यो विधि। गन्ना त एकदम खम्बा जस्तै छ दाइ। खम्बै हो, पुरो खम्बै। खम्बा जस्तै हो है? पोल हो, पोल, बिजुलीको पोल। बिजुलीको पोल छ। ओहो, तर यो कुरा त म विश्वास गर्न सक्छु के, किनभने यो गन्ना त यस्तो सायद मलाई कञ्चनपुर भेलीभित्र तपाईँले मात्र चाहिँ उत्पादन गर्न सफल हुनुभएको छ है। हुन्छ ल, धन्यवाद दाइ। यस्तै चाहिँ गन्नालाई राम्रोसँग चाहिँ मेहनत गरी उत्पादन गर्नुहोला।